जो जति राजतन्त्रको पक्षमा हुनुहुन्छ उहाँहरू पनि नेपाली नागरिक नै हुनुहुन्छ होइन। कुनै उता पाकिस्तानबाट बङ्गलादेश श्रीलङ्काबाट आएको मान्छे त होइन। त्यसले गर्दाखेरि अब त्यो कसरी चाहिँ त्यो लहर सिर्जना भयो त होइन। हिजो चाहिँदैन भनेर तिनै जनताले बिदा दिएको व्यवस्थालाई फेरि तिनै जनताले फेरि ल्याउनुपर्छ भनेर आज सडकमा आन्दोलन किन गरिराख्नु भएको छ भन्दाखेरि अब गम्भीर रूपमा समीक्षा गर्नुपर्छ दलहरूले होइन। जो चाहिँ सत्तामा हुनुहुन्छ उहाँहरूले है गम्भीर रूपमा एकदम कोठामा 1 महिना हुन्छ कि 2 महिना हुन्छ कि उहाँहरू गुफाइ बसेर समीक्षा गर्नुपर्छ। र यो हाम्रो मिस्टेक रहेछ। यो चाहिँ नि अब जस्तै अब हामी पनि एउटा आलोचकै भनौँ न ल होइन, आलोचनात्मक समर्थक भनौँ न होइन, हामी गर्छौँ समर्थन पनि गर्छौँ तर आलोचना अलि धेरै हुन्छ। हामी जस्तोले भनेको कुराहरू सुन्नु पर्यो नि त। बालनजीले भनेको कुरा सुन्नु पर्यो होला, हर्क साम्पाङले भनेको कुरा सुन्नु पर्यो होला, कुलमान घिसिङले भनेको कुराहरू सुन्नु पर्यो होला होइन। यी कुराहरू सुन्नु पर्दैन होला त। ती कुराहरू भित्र केही कुरा चाहिँ छ क्या। अब त उहाँहरूले हामीले जे गर्यौँ त्यही ठिक छ भनेर अगाडि बढ्नुहुन्छ भने भोलि फेरि आउनु पनि सक्छ फेरि गइसकेको व्यवस्था।